टीका लाउनु पर्छ। अब औँठी लाउनुस्। ओम पवित्रेस्तौ वैष्णव्यौ सवितुर्वा। हजुर दाहिनेको यसमा पवित्रेस्तौ वैष्णव्यौ सवितुर्वा। अलिक जलमा भिजाउनु त नरम हुन्छ त्यो जलमा भिजाए तलै बिचमा ठिक्क बिचमा ल। ओम अब त्यो यसमा यो लिनुस्। अब जलपात्र निर्माण गर्दैछौँ, त्यसलाई भन्छ कर्मपात्र विधि। यसमा 7 वटा सामग्री राख्ने। कर्मपात्रम विलिख्य तल जमिनमा फुल अक्षता छोडिदिनुहोस् त थोरै। ल अब यहाँभित्र सामग्री राख्नुहोस्। 6 वटा जौ राख्नुहोस्। यवोसी वयस माद्वयसो यवया राति तिल राखिदिनुहोस्। तिलोसी समुदय भत्यो तिल राखिदिनुहोस्। अक्षता राखिदिनुहोस्। अक्षन्नमी मदन्ते शोभानमो विजय अक्षतम पुष्पम फुल राखिदिनुहोस्। श्रेष्ठते लक्ष्मी सपत्न्या भवरात्रि पार्श्वलोकम मेघण चन्दन। चन्दन भन्नाले त्यही पहेँलो र रातो भन्ने बुझ्नुहोस्। थोरै फुल चोबेर फुलले राखिदिने हो। हातमा लपत धेरै टिका यताउति हुन्छ। यी फुल चोब्ने चन्दन फुल एकैचोटि आउँछ है त। अक्षता राख्नुभयो, फुल राख्नुभयो, जौ राख्नुभयो, तिल राख्नुभयो, कुश राख्नुभयो, तीर्थको जल राख्नुभयो, गङ्गाको जल राख्नुभयो। अब कुश र फुल लिएर यसरी चलाउनुहोस्। त्यहाँभित्र कुश छ, चलाउनुहोस् यसरी। यसरी चलाउनु। यो समात्नु त, धुबीको पात समात्नु त, समात्नुहोस्, घुमाउनुहोस्। ती सबै सामग्रीलाई मिलाउनुहोस्। अब त्यो पर्दैन। चन्दन राखिसक्नुभयो। चन्दन भनेको त दुईवटा, रातो र पहेँलो चन्दन भन्ने बुझ्नु। श्रीखण्ड चन्दन हुन्छ नि, त्यही हो। त्यो दुईवटा चन्दन, यसलाई चन्दन भन्ने बुझ्नु चाहिँ रातो र पहेँलो। म जान्छु भाउजू, यहाँ बस्नु, म ल्याइदिन्छु। ती सामग्री मिलाउनुहोस्, घुमाउनु सबै यसरी। अब आफ्नो शिरमा थोरै जलका छिटा दिनुहोस्। उहाँलाई पनि यसो बहिनीलाई पनि जलका छिटा दिनुहोस्। अपवित्र पवित्र वा भयो धेरै होइन, थोरै। अपवित्र पवित्र वा श्रववा सङ्गतिभि स्मरेत पुण्डरीकाक्षम सवाय ग्रन्थर सूचि पुण्डरीकाक्ष पुनतु द्रव्याणि आत्मानं सिञ्चे। पूजा गर्ने सामग्रीहरूमा पनि जलका छिटाहरू दिएर पवित्र तुल्याइदिनुहोस्। भगवान नारायणले मलाई पवित्र तुल्याउनुहोस् भन्नुहोस्। हामीले ल्याएका सबै सामग्रीहरू पनि पवित्र हुन्। मलाई पनि पवित्र तुल्याउनुहोस्। मलाई भित्रबाट पनि शुद्ध पवित्र तुल्याउनुहोस् र बाहिर पनि नुहाएर धोएर बाहिरको कपडा शुद्ध हुन्छ भने भित्र आत्मा शुद्ध केले हुन्छ त? भगवानको नामले। ल नारायणले मलाई पवित्र तुल्याउनुहोस्। ल अब अर्घ पूजा गर्नुहोस्। यसमा 8 वटा सामग्री राख्दै जानुहोस्। यहाँ 2टा भयो, सुपारी र दही भयो। जल राख्नुहोस्। अब त्यो जलको करुवा यसैबाट राख्ने। यहाँ छ ऊ त्यहाँ पछाडि छ, यहाँ छ ठुलो करुवा छ। पहल र कुशाग्राणी कुश राखिदिनुहोस्। कुशको टुप्पो। दध्यक्ष त तिलस्तथा तिल राखिदिनुहोस्। फुल राखिदिनुहोस्। दुर्वा दुबो राखिदिनुहोस्। काण्डात् काण्डात् प्ररोहन्ति परुषस्परि ए भानु दुर्वे। अर्को यो बड्डो नरानवाला बड्डो यहाँ सुत्या छन्। सुपारी राखेकै छ, छोइदिनुहोस्। ओम या फलिनिर्जा फला पुष्पाजा सुपुष्पिणी बृहस्पति प्रसूतास्तानु मुञ्चत् हसः। 8 वटा सामग्री त्यसमा परे। चन्दन, अक्षत, पुष्प, सुपारी, दुर्वा, दही, जल, तीर्थको जल। तीर्थको जल त्यसैमा मैले राखिदिएको छु थोरै। यसमा यसो राखेँ। अब यसलाई त्यति सामग्री राखेर त्यसलाई पवित्र बनाउने। अब चन्द्रमा, सूर्य, अग्निलाई सम्झेर पूजा गर्नुहोस्। चन्द्रमा त्यो भित्र यो जलमा चन्द्रमा, अग्नि, सूर्यलाई सम्झेर अक्षता छोडिदिनुहोस्। चन्द्रमण्डल, सूर्य बन्नी मण्डल आएन। चन्द्रमाका 16 कला, अग्निका 10 कला हुन्छन्, सूर्यका 12 वटा कला हुन्छन्। त्यसलाई सम्झेर पूजा गर्ने। यो जललाई अतिशय पवित्र तुल्याउने। त्यो पवित्र जल भगवानलाई अर्पण गर्ने। अर्घको अर्थ आत्मा। आत्मा भगवानलाई अर्पण गर्नु भन्ने यसको तात्पर्य हो। तीर्थ देवतालाई सम्झेर पूजा गर्नुहोस्। अब
सर्वेभ्यो तीर्थेभ्यो समुद्रेभ्यो नदीभ्यो नमः भन्नु। सम्पूर्ण नदीहरू तीर्थहरू देवतालाई म यहाँ आह्वान गर्छु, हजुरहरू आउनुहोस् भन्नुहोस्। नेपालका नदीहरू सम्झिनुहोस् त, सुनकोशी, तामाकोशी, भेरी, राप्ती, कर्णाली, जापानका प्रशान्त महासागर, सबै तीर्थ देवताभ्यो नमः, सर्वेभ्यो समुद्रेभ्यो नमः, नदीभ्यो नमः। कृष्णा गण्डकीको नाम लिने बित्तिकै मन कति पवित्र हरर हुन्छ होइन त? हुन्छ? डुब्की लाउँदा कति आनन्द आउँछ होला। ल, सर्वेभ्यो तीर्थ देवताभ्यो नमः। अब भगवान सूर्यलाई यसरी अर्घ दिनु पर्यो। बाहिर गएर दिने हुन्छ, यहीँ दिने हुन्छ। एउटा दुनो अगाडि राखेर यही सूर्य सहस्रांशो तेजो राशे जगतपते। ल, धारो लाउनु सबैको। अनुकम्पयमां भक्त्या गृहणार्घ दिवाकर जगत साक्षिणी श्री सूर्य नारायणाय नमः भास्कराय नमः दिवाकराय नमः। ल, राख्नुहोस्। हे भगवान सूर्य नारायण, मलाई ऊर्जा दिनुहोस्, शक्ति दिनुहोस्, हजुरलाई वन्दना गर्छु। देब्रे हातमा राखेर रायो सर्स्यो, दाहिने हातले ढाकेर मन्त्र वरिपरि छरिदिने। यसलाई भन्छ दिग्रक्षण। भूत बाधाहरू, विघ्नहरू, कीटाणुहरू सबै परस्पर जाउन्। उपद्रवहरू, अशान्तिहरू, अमङ्गल तत्त्वहरू केही रहेछन् भने उच्छृङ्खल तत्त्व भन्छ नि, त्यो मेरो घर बााउन्ड्रीभित्र, मेरो यो पूजा मण्डपभित्र केही त्यस्ता नकारात्मक कुराहरू रहेछन् भने सबै परस्पर जाउन् भनेर भूत बाधाहरू, विघ्नहरू भगवान शिवजीको आज्ञाले परस्पर जाउन्। अपाक्रामन्त भूतानि पिशाचा सर्वतो दिशं सर्वेषां विरोधेन पूजा कर्म समारभेत्। पूर्वे, अब पूर्व दिशा थाहा भयो नि हजुरलाई होइन? पूर्व, पश्चिम, दक्षिण, उत्तर, दाहिने हाततिर दक्षिण भयो, यता उत्तर भयो नि त? ल, थोरै थोरै 4 दिशामा, 4 कोणमा, माथि अनि तल 10 दिशामा छर्नु पर्यो। थोरै थोरै छर्नुहोस्। पूर्वे, दक्षिणे, पूर्वे, दक्षिणे, पश्चिमे, उत्तरे, ईशान्ये, आग्नेय, नैऋत्य, आग्नेय कोण, ईशान्य कोण, आग्नेय कोण, नैऋत्य कोण, वायव्य कोण, माथि अनि अन्तरिक्ष पृथ्वीमा माथि तल छोडेर दिग देवताभ्यो नमः। उहाँलाई दिनुहोस्, उहाँले छदिनुहुन्छ वरिपरि। थोरै थोरै एक एक दाना छोडिदिनुहोस् सर। जताततै ढोकामा, यता कौशीमा एक एक दाना छोडिदिनुहोस्। मेरो साथीहरू घरमा त्यस्ता नकारात्मक ऊर्जाहरू सबै कीटाणु, दूषित भाइरस त्यस्ता आकर्षण नगर्ने सबै परस्पर जाउन् भन्नुहोस्। मङ्गल होस्, स्वस्थ होस् होइन? हरक्रिया स्वस्थ हुनु पर्यो नि। आमाको नि स्वास्थ्य राम्रो हुनु पर्यो, बालकको पनि स्वास्थ्य राम्रो हुनु पर्यो। त्यसको लागि के चाहियो? वातावरण स्वस्थ हुनु पर्यो। लिपपोत गरेर स्वस्थ हुन्छन्। हावाका माध्यमबाट कुनै दूषित कीटाणुहरू आएका रहेछन् भने सबै परस्पर जाउन्। मङ्गल होस् है त? ल, छरिदिनु भयो जताततै एक एकवटा। ल, यसमा लाउनुहोस्। यसमा पानी नपार्नु होला, तल जमिनमा राख्नुहोस्। गाईदान गर्नु पर्यो। ल, फुल राखेर, सुक्खा अक्षत राखेर पूजा गर्नुहोस्। हे गौ माता, यसमा पानी हालेर भिजाउनुहोस्। तलै पानी हाल्नुहोस् त्यसमा, तल जमिनमा छोडिदिनुहोस् त भित्र। थोरै यो जल यो पूजाको लागि, यो पूजाको लागि जल, पूजाको जल प्रयोग गर्नुपर्छ है। ल, गाई ल्याएर दाम्लोमा बाँधे, गाईलाई पाउ धोइदिए। नेपालमा गाईदान गरेको देख्नु भयो? सम्झिनुहोस् अब त्यही। गाई लिएर दाम्लोमा बाँधेपछि के गर्छन्? गाईलाई पाउ धोइदिने, टिका लगाइदिने, नमस्कार गर्ने, केही नैवेद्य खाना दिने, वस्त्र राखिदिने, नमस्कार गर्ने गर्छन् होइन? मैले पनि त्यसै गरी गरेँ। त्यसै गरी गुरुलाई वरण गर्छन्, टिका लगाइदिन्छन्। मलाई पनि एकपल्ट यसरी टिका लगाइदिनु पर्यो अनि नमस्कार गर्नु पर्यो। थोरै धेरै ऊ होइन कि टिकिया मात्रै। ल, उता हात धुनुहोस्। अब त्यहाँ यहाँ हात धुने ठाउँ ऊ राख्नुहोस्। एउटा के कचौरा सचौरा हात धुनु पर्यो नि, त्यहाँ भइमा धुनुहोस्। ल, गुरुलाई ब्राह्मण वरण गर्नुभयो, गाई पूजा गर्नुभयो, गाईलाई नमस्कार गर्नुभयो,
हे गौ हजुर तीर्थमय हुनुहुन्छ, निर्मल हुनुहुन्छ, मलाई पवित्र तुल्याउनुहोस्। पूजा अधिकार प्राप्तिका लागि हजुरलाई पूजा गर्छु, गाईदान कर्म गर्छु, गोदान प्रायश्चित गोदान कर्म